आज चाहिँ म केबल लुम्बिनी केबल कारमा जान लागेको बुटोलमा। सबै मेरो फ्यामिली आइसक्यो, मेरो मम्मी बाबा मम्मी दिदीहरू आइसक्यो। अब हामी चाहिँ गइरहेछौँ। अब अलमोस्ट माथि जानुपर्छ। हेलो गाइज, आज हामी छोरीलाई घुमाउन लिएर जाँदैछौँ। यहाँ चाहिँ अहिले चाहिँ साइडमा साली नानी छन्, शर्मिला, अनि त्यसपछि बिचा श्रीमती हुन्, यिनी चस्मा लाइन् यिनले, अनि श्रीमतीकी दिदी हुनु उतापट्टि, दिदी सरिता दिदी, अनि यता यी सरिता दिदीकी छोरी। अब हाम्रो पनि छोरी भइन्। हाम्रो यहाँ बासमती छोरी फेरि यता छिन्। ए बासमती यहाँ छिन्। छोरी छोरी यता हेरिस्यो त, के भन्दैछियो त यसको बारेमा? धेरै राम्रो, धेरै फुल। हेर्नुहोस् गाइस, कति राम्रो छ यो। मैले अझै मेरो ब्यागभित्र यत्रो फुल राखेको छु। यो तल तल झरेको सबै चाहिँ सालको पात भनिन्छ। माथि गएपछि राम्रै भ्यू होला। आफू गरेको यो चाहिँ लुम्बिनी केबल कार हो। यो चाहिँ बुटोलमा छ। हामी चाहिँ फर्स्ट टाइम चाहिँ यहाँ चढ्न गइरहेका छौँ। अब भने हामी केबल कार चढ्नको लागि गाडी बढिरहेका छौँ। साँच्चै सुन्दर अनि मनमोहक दृश्य देखिएको छ। यी स्वामीका बोटहरू हरियाली देखिएका छन् गाइज। हा हा हा। अब हामी जाँदैछौँ। अब टिकट किन्ने, एन्ट्री लिने अनि जाने केबलको। अब भने हामी केबल कार चढिसकेका छौँ। सबै एक्साइटेड हुनुहुन्छ मन्दिरमा जानको लागि, सँगसँगै केबल कारमा जानेको लागि। धेरै महत्त्वपूर्ण छन् यस्ता केबल कारहरू, मन्दिरहरू। अनि त्यही अनुसार हामी यसरी हिँडिरहेका छौँ। रमाइलो भइरहेको छ। सेल्फी खिच्ने कार्यक्रम पनि रहेको छ। साँच्चै रमाइलो भएको अनुभूति भइरहेको छ। सबैजनाले इन्जोय गरिरहेका छौँ। गाइस, यहाँ अब चाहिँ हामी केबल कारमा पुग्यौँ। अनि म चाहिँ यहाँ बसिरहेको छु मेरो फ्यामिलीसँग। लाइक कस्तो राम्रो भ्यू छ, बस्नुहोस् है, देखाइदिन्छु। हेर्नुहोस्, उहाँबाट आएको हामी। सरी, उहाँबाट होइन, हामी उहाँबाट आएको होइन, उहाँबाट आएको। अब यता यहाँ वरिपरि गयौँ हिमाल। हामी चाहिँ उहाँ देख्नु भयो, उहाँ टुप्पासम्म पुग्ने हो हामी चाहिँ। अनि फेरि घुमेर आउँछ। यस्तो मजा छ, पुरै जङ्गल जङ्गलमा आए जस्तो।
थियो फाइनली केवल कालबाट झरे अब पनि हामी महाकामाख्या मन्दिर पुगिसकेका छौँ अब छोरी चाहिँ अब यहाँ मन्दिरभित्र जाँदैछ पानी परिरहेछ अलिकति सिमसिम हामी पूजा गर्नको लागि रमाइलो महसुस भइरहेको छ ऊ आफ्नो ठुलो मम्मीले लिएर जाँदैछ गाइज भन अब चाहिँ हामी मन्दिर तल थियो अब यहाँ माथि आएको माथि चाहिँ एउटा फाउन्टेन होइन फाउन्टेन भन्छन् होइन अनि त्यहाँ चाहिँ शिवलिङ्गको मन्दिर छ कस्तो भइरहेछ हजुरलाई अब सबै ढोक गऱ्यो अब जरी हामी यो यतापट्टि तराई हो यतापट्टि यी पहाडहरू है स्वच्छ आकाश गाइज अब हामी लुम्बिनी केबल कार चढेर माथि आएको छौँ अब हामी फर्किँदैछौँ Three, two, one, go. Go. हामी यहाँ केबल कार भित्र छौँ लुम्बिनी केबल कारमा सामान ढिलो जस्तो भयो मलाई त यो चाहिँ बुट्टा वाल पनि देखियो बाटो रहेछ मान्छे हिँड्दै जान नि त मिल्छ हेलो गर्ने त्यहाँ मान्छे छैन खै ल हेलो ल हाई गर्दिन हाम्रो
छोरी बासमतीको भ्लग हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। तपाईहरुले यो भ्लग बासमती किड्स टिभीमा हेर्न सक्नुहुनेछ।